हेलो साथीहरू, के छ खबर? सन्चै हुनुहुन्छ होला सबैजना है। आज साथीहरू यहाँको मौसम हल्का चिसो बढिराखेको छ है। चिसो त अब लास्टै छ, के गर्नु होइन। अनि साथीहरू आज चाहिँ माछा खाने प्लान भयो चिसोमा है। अब माछा बनाउनु पर्यो, माछा खानु पर्यो आज। मेरो माछा यहाँ रेडी छ होइन। माछाको लागि यता ग्रेभी पनि रेडी भएको छ। टक्क लाएर माछा बनाउनु पर्यो, कस्तो हुन्छ है। ल साथीहरू, मेरो माछा पनि टक्क लागेर फ्राई हुँदैछ अब होइन। मेरो माछा चाहिँ अब यस्तरी फ्राई हुँदैछ होइन। अब एकछिनपछि देखाउँछु है साथीहरू, सबै फ्राई गरेर। थोरै बाँकी छ, लास्ट हो त्यो फ्राई गर्नलाई। त्यो पनि फ्राई हुँदैछ होइन। अनि यता मेरो भात पाक्दैछ, राइस होइन, भातसँग खाने भनेर। अरू सबै रेडी छ। प्याज र लसुनलाई थोरै फ्राई गर्नु पर्यो है साथीहरू। मेरो प्याज पनि फ्राई भइसक्यो होइन। अब टक्क लाएर यो खुर्सानी, लसुन अनि अदुवाको पेस्ट हाल्नु पर्यो होइन। ल गाइज, अब यो फ्राई भइसकेपछि टमाटोको ग्रेभी हालेर टक्क माछा हालेर खाने हो भात है। ल गाइज, मेरो टमाटरको सस पनि हालिसक्यो है। टमाटरको ग्रेभी पनि हालिसक्यो। अब यसलाई मजाले पकाउनु पर्यो एकछिन होइन। अनि पकाइसकेपछि थोरै पानी राखेर माछालाई हाल्नु पर्यो। त्यसपछि चाहिँ खानालाई रेडी हुन्छ साथीहरू है। माछा हालेर टक्क एकछिन छोड्नु पर्यो। गाह्रो छ हौ साथीहरू, बनाएर खान पनि टाइम धेरै लाग्छ है। पेटमा किरा नाचिरा हुन्छ, गाह्रो छ। ल, मैले टक्क सबै हालिसकेँ, एउटा पिस राखेको छ अहिले खानालाई होइन। अब यसलाई यसरी चलाइदिनु पर्यो साथीहरू होइन। ग्रेभी माछाको भित्रभित्र पस्ने गरी। किनभने बाहिर एकदमै हावा लागिराखेको छ, त्यो कारणले अनि पुरा बाफ उडिराखेको छ कि। हावा नलागेको भइदिए, चिसो नभएको भइदिए यति देखिन्थेन, क्लियर देखिन्थ्यो है। यस्तो छ। ल साथीहरू, अब चाहिँ मेरो खाना रेडी भइसक्यो भनौँ है। अब खाना खानुपर्छ। भात पनि पाकिसकेको छ, अब माछा पनि भइसक्यो। साथीहरू, तपाईँहरू पनि यस्तै बनाएर खानुहोस्। यो चाहिँ राहु माछा हो है। अब हाम्रो नेपालको त अलग्गै हुन्छ होइन। यस्तो बनाउनै पर्दैन, यति मेहनत पनि गर्नु पर्दैन। त्यो भएर ल, कस्तो ग्रेभीमा हाल्दा कस्तो भयो है साथीहरू। ल, यस्तो देखिन्छ टक्क लाएर होइन। खानालाई एकदमै मजा हुन्छ साथीहरू। तपाईँहरू पनि यस्तै बनाएर खानुहोस् कहिले कसो। अनि साथीहरू, जो जो नयाँ हुनुहुन्छ मेरो च्यानलमा सब्सक्राइब गर्नु होला, लाइक सेयर गरिदिनु होला है, कमेन्ट छोड्नुहोस् है। अनि यति भन्दै साथीहरू, आजलाई भिडियो यति नै है। अब नेक्स्टचोटि अर्को भिडियो केही आउँछ साथीहरू। ओके, बाई बाई साथीहरू सबैजनालाई।
लास्टमा सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोस्, कमेन्ट छोड्न नभुल्नुहोस् कहाँबाट हेरेर है, कहाँबाट हेर्नु भएको छ। धनिया हालेर पनि रेडी गरिसक्यो है। अनि अब खानालाई रेडी भयो भनौँ। हेर्न सक्नुहुन्छ यस्तो छ, एकदम मिठो हुने होला छ। देख्दै पनि लुक्स एकदमै राम्रो देखिन्छ है साथीहरू। तपाईँहरू पनि बनाएर खानुहोस्। यदि बनाउन आउँदैन भने मेरो युट्युब च्यानलमा आउनुहोस्, हेर्नुहोस् भिडियो होइन, अनि तपाईँहरू पनि बनाएर खानुहोस्। ओके, बाई बाई साथीहरू। लास्टमा सब्सक्राइब गर्नु नभुल्नु होला, लाइक कमेन्ट गर्न, मन परेमा भिडियो सेयर गरिदिनु होला। बाई बाई साथीहरू सबैजनालाई।